फेरि पनि म केशव लामाको सम्पूर्ण हाम्रो होवर्ड मण्डली परिवार अनि पास्टरको परिवार आदरणीय पास्टर पावल जीलाई अनि मेरो हृदयदेखि नै एकदम सम्झना छ। करिब 3 वर्ष जति हामी सेवा सङ्गति गरियो यहाँ होवर्ड परिवारसँग मिलेर। अब छिटै नेपालको यात्रामा छु अनि एउटा यात्राको छोटो कविता एउटा लेखेर ल्याएको छु। त्यो चाहिँ छन्दमा कोरेर ल्याएको छु अनि यो प्रस्तुत गरेर यहाँबाट छुट्नेछु। अनि फेरि अर्को साल हामी छिट्टै यहाँ फेरि भेटघाट गर्नेछौँ। फेरि सेवा यस्तै गरी सङ्गति अगाडि बढाउनेछौँ। अनि प्रार्थना गर्दै गर्नुहोला। प्रार्थना गर्नुभएकोमा सम्पूर्ण मित्रहरूलाई धन्यवाद। र हामी पनि मेरो मण्डली नेपालको यो दागबारी मण्डली हो जावलाखेलमा। अनि त्यहाँबाट पनि हामी सम्पूर्णले प्रार्थनामा सम्झिने छौँ। अनि जाँदै गर्दा एउटा छोटो कविता लिएर आएको छु। कविताको शीर्षक छ नेपाल देशको यात्रा। नेपालै देशको उडान भरियो, शान्ति सबैको हुनु, प्यारो मित्रहरू सबै खुसी हुनु, सन्देश दिने हुनु। अस्ट्रेलियाबाटै उडान भरियो, सन्देश धेरै दिने। सृष्टिको पहिले नै योजना थियो, संसार यात्रा हुने। यो सारा जगतै सबै थोकहरू प्रेमिलो पारिदियो। नेपाली मनको सबै जगतको सन्देश दिने भयो। प्रेमिलो जनको सबैतिर यहाँ संसार ज्योति भयो। यात्राको महिमा सबैतिर यहाँ आशिष धेरै भयो। यो आज्ञा प्रभुको थियो जगतमा संसार धेरैतिर। स्वर्गै जीवनको ठुलो सन्देश यो संसार चारैतिर। सारा देशहरू डुलियो प्रेमिलो संसार यो। धरती यो रचना गरेर प्रभुले सृष्टि गरिदिनुभयो। सारा भुवनै प्रेमैले सृष्टि थियो, प्रेमैले धरती दियो। यो होवर्ड परिवार चुन्नु भयो, सिर्जेर राख्नु भयो। धरतीमा सुरक्षा दिनुहुने प्रभु जीवित साथी भयो। सुनौला सपना सजाएर यहाँ सन्देश दिनुभयो। धेरैले महासागर पार गरी सन्देश दिनुहुने। सम्झन्छु म सबै मेरा मित्रहरू, आशिष धेरै हुने। यस्तै नै प्रभुको सबै वचन यो कोरेर राखिदिने। सृष्टिकै बेलामा रचेर दिनुभयो संसार सृष्टि हुने। मेरो मित्रहरू सबै खुसी हुने, सन्देश दिनुहुने। गोठालो सबको प्रभु हुनुहुने, सन्देश दिनुहुने। नेपालैतिरको सवारहरू यो आशिष दिनुहुने। प्रेमिलो कविता लेखेर भेटौला, सन्देश धेरै हुने। प्रेमिलो कविता लेखेर भेटौला, सन्देश धेरै हुने। धन्यवाद। जय मसीह।